आज चाहिँ हामी बार्सिलोनाको बारेमा कुरा गर्न गइरहेको छौँ हैन। बार्सिलोनाको 17 गेमको रिजल्ट 16 गेम विन 1 लस छ। एकदमै पोजिटिभ भाइब हो त्यो। अनि त्यो पोजिटिभ भाइबमा हामीले स्ट्राइकर भएन के ह्यान्सी फ्लिक हामीलाई यहाँसम्म पिराउनु भनेको एउटा कुरा ह्यान्सी फ्लिक हो। ह्यान्सी फ्लिक मास्टर माइन्ड। यदि ह्यान्सी फ्लिक नभएको भए बार्सिलोना अहिले कहाँ हुन्थ्यो लिटरली कोले एकदमै बेस्ट टिम भन्थ्यो होला त कोले पनि भन्दैन। ह्यान्सी फ्लिकले लामासियाको केटाहरूलाई समातेर यस्तो टिम बनाइदिएको छ कि हरेक क्लबहरू डराउनु परेको छ बार्सिलोनासँग। ह्यान्सी फ्लिकले त्यस्तो बनाइदिएको छ। हो ह्यान्सी फ्लिक वर्ल्डको सबभन्दा बेस्ट कोच चाहिँ हो, किनकि बार्सालाई यस्तो बनाइदिएको छ जुनमा ह्यान्सी फ्लिकले भनेको कुनै साइनिङ पनि छैन। कस्तै लामासियाबाट उठाएर आएको प्लेयरहरूलाई खेलाएर यहाँ पिराइदिएको छ। हो ह्यान्सी फ्लिकलाई हामीले अझ धेरै समय राख्नुपर्नेवाला हुन्छ, किनकि ह्यान्सी फ्लिक जस्तो कोच पाउन अझै हामीलाई धेरै गाह्रो हुन सक्छ। अनि बार्सिलोनाको फर्म चाहिँ एकदमै राम्रो छ, तर बिग टिमसँग यस्तै फर्म हुन्छ कि हुन्न भन्ने थियो। हामीले बिग टिमसम्म टेस्ट गर्दाखेरि हामी जहिले नै फेल भइरहेको हुन्छ। हामीले च्याम्पियन लिगको उसमा पनि हेर्यौँ मलाई ग्रुप स्टेजको त्यो लिगहरूमा, त्यसमा पिएसजीसँग पनि हामी हार्यौँ, त्यो बिग टिमसँग चाहिँ चेल्सीसँग पनि हार्यौँ। हो बिग टिमसँग हामी यसरी खुल्यो भने त गाह्रो हुन्छ नि त। अब हामी सानोतिनो टिमसँग हामीले मौका पायो, हाने बारम्बार मौका पायो पनि स्ट्राइकर पनि मिस भइरहेको छ, ब्याक टु ब्याक मिस। हामीले राम्रोसँग कन्भर्ट गर्न पनि सकिरहेको छैन गोलहरू। यस्तो हाम्रो एउटा स्ट्रङ पार्ट भनेको मिडफिल्डर हो। मिडफिल्डर यति स्ट्रङ पार्ट छ हाम्रो, फरवार्ड र विङ्गर पनि स्ट्रङै छ, तर हामीलाई एउटा स्ट्राइकर चाहियो। कन्भर्ट गर्न सक्नु पर्यो पास, नो मिस। ठुलो टिमसँग 1 मिस गेम फिनिक्स हुन्छ, त्यो सबलाई थाहा होला। अनि हाम्रो सेन्टर ब्याक डिफेन्डरको कुरै नगरौँ, डिफेन्डर त हरेक सानो ठुलो जोसँग नै खुल्छ। हाम्रो त प्रोग्राम नै भइसक्यो कि डिफेन्डर र स्ट्राइकरले कतिखेर स्ट्राइकरले गोल हाल्ला, कति चान्स पाएपछि गोल हाल्ला भन्ने भइसक्यो। स्ट्राइकरले डिफेन्डरलाई बल अर्को टिमले अट्याक गर्ने बित्तिकै कि गोल हान्छ कि भनेर डर लाग्न लागिसक्यो के। अस्ति पनि कोपा डेल रेको क्वार्टर फाइनलमा जिरान मार्टिनले बचायो, नत्र भने त्यो पनि एक्स्ट्रा टाइममा गइसकेछ। मन डुक 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 यस्तो भइरहेको छ। यस्तो पाराले हामीले च्याम्पियन लिग जित्छु भन्न त गाह्रै छ नि त। हामी टेबलको रेसमा छौँ पनि, तर यस्तो पाराले हामी च्याम्पियन लिग जित्छौँ भन्न धेरै गाह्रो छ। अनि च्याम्पियन लिग जित्नको लागि चान्सहरू यति धेरै मिस हामीले बिग टिमहरूसँग पनि फेस गर्नुपर्नेवाला छ। आर्सेनल, पिएसजी, चेल्सी अनि लिभरपुल हो, त्यो टिमहरूसँग पनि फेस गर्नुपर्ने हुन्छ। हो त्यस्तो टिमसँग हामीले डिफेन्सिभ खुल्यो भने हाम्रो गेम फिनिक्स हुन्छ, र हामीले एउटा चान्स मिस गर्यौँ भने अनि गेम फिनिक्स हो, हामीले गेम फिनिक्स हुन्छ। एउटा चान्स मिस गर्यौँ भने हामीलाई स्ट्राइकर चाहिएको छ। यो सिजन त अब स्ट्राइकर साइन गर्छ गर्दैन, त्यो यो सिजन त साइन गर्दैन थाहा भइसक्यो। जनवरी सकि पनि सकेको छ। अब यो समरमा हामीलाई एउटा स्ट्राइकर चाहियो जसरी पनि, किनकि हामीलाई स्ट्राइकर जसरी पनि चाहियो। अनि हाम्रो अब जोन लापत्ताको कुरा गरौँ। लापत्ता अब लापत्ताको कुरा गर्नुपर्दा सबै कसैले हेड पनि गर्छ होला लापत्तालाई, मेस्सीलाई साइन गर्न सकेन, मेस्सीलाई उ गर्न सकेन भनेर।
कन्ट्याक्ट दिन सकेन भनेर हो उसले दिन सकेन तर उसले दिन खोजेको थियो होला तर लालिगाको रुल अनुसार स्पेनिक रुल अनुसार उसले दिन सकेन लापोत्तालाई तर लापोत्ताले धेरै गरेको छ बार्सिलोनाको लागि 1.1 रेटिङ पुग्नलाई अब 10 मिलियन मात्रै बाँकी छ यो भनेको हाम्रो पोजिटिभ भाइब हो अनि क्याम्प नाउ पनि कम्प्लिट भइसक्यो त पहिला भन्दा अहिले बेस्ट राम्रो भइसक्यो छ क्याम्प नाउहरु पनि हो लापोत्ता एकदमै बेस्ट हो हाम्रो इलेक्सन हुँदैछ अब केही महिनापछि त्यो इलेक्सनमा भोट हुन्छ अब कसै बाचा फाल्ने लापोत्ता फेरि नभइदिएको भए हुन्छ तर मेरो लागि लापोत्ता बेस्ट हो मलाई फेरि लापोत्ता जित्न पर्छ भन्ने लागिरहेको छ लापोत्ताले जित्न पर्छ फेरि अब खै हेरौँ त्यो के हुन्छ भोटरमा हैन अनि अब बार्सिलोनाको पोजिटिभ भाइब यस्तै यो हैन भोलि गेम छ बार्सिलोनाको त्यसको लागि भोलि नै भिडियो आउनेवाला छ र आज चाहिँ बार्सिलोनाको कुनै गेम पनि छैन अनि आज कुनै त्यस्तो चान्सेस गेमहरु राम्रो राम्रो गेम पनि छैन त्यसको लागि आज मैले बार्सिलोनाको भिडियो बनाएको कन्टेन्ट बनाएको ओके र मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला र मेरो हरेक दिन भिडियोहरु पनि आउनेछ र गिभअवे भिडियोहरु पनि आउनेछ अबदेखि सबले सपोर्ट गर्नु होला र सब्स्क्राइब पनि गर्नु होला ल सबैलाई बाइ र भोलि भेटौँला बार्सिलोनाको गेममा र भोलि मेरो पनि भिडियो आउनेवाला छ ल बाइ बाइ सबलाई